एभ्रिवान, गुड मर्निङ सबैजनालाई। अनि सबैजना आरामै हुनुहुन्छ होला, म पनि ठिकै छु। आजको मिनी ब्लगमा तपाईँलाई स्वागत छ। अनि म चाहिँ भर्खर उठिरहेको छु किनभने मलाई अलि चिसो नै लागिरहेको थियो अनि छुट्टीको दिन पनि थियो। एकदम खोकिरहेको थियो मलाई अनि ढिलो उठेँ, बिस्ताराहरू मिलाइसकेपछि मैले झ्याल खोलेको त कस्तो घाम लागिरहेको रहेछ क्या। अरू दिनमा मेरो छुट्टीको दिनमा जहिले पानी पर्थ्यो होइन, आज भने चाहिँ मौसम एकदम राम्रो। छिटो उठेर मुख धोएर आएँ। मुख धोएर आइसकेपछि मैले तातो पानी तताएर बेसार नुन सबै हालेर पिइसकेपछि म नुहाएर आइसकेपछि मैले मेरो हिजोको खाना थियो अनि त्यही भएर त्यो खानाहरू तताएर अन्डा अम्लेट बनाएँ। अम्लेट बनाइसकेपछि मैले प्लेटमा हालेँ। खानाहरू चाहिँ रेडी भयो मेरो खाना। अनि मेरो खाना पनि रेडी भएर म चाहिँ खानातर्फ लागेँ। सधैँ चाहिँ म भिडियो हेर्दै खाना खाएँ अनि म जहिले खानामा ढिलो गर्छु र आज चाहिँ छिटो गरेर भाँडा पनि माजेँ। भाँडा माजिसकेपछि चाहिँ मैले के गरौँ दिउँसोभरि भनेर चाहिँ म बाहिर जाने सुरसार गरेर रेडी भएँ। रेडी भएर चाहिँ अब बाहिर निस्किएको त हो यस्तो घाम लागिरहेको रहेछ, यस्तो दामी मौसम अनि राम्रो क्या, यस्तो क्लियर देखिरहेको। अनि म चाहिँ टुँ लाएर निस्किएपछि चाहिँ मेरो घरको एरिया चाहिँ यस्तो छ। मेरो घर त होइन, रुम। अनि म चाहिँ यस्तो बाहिर निस्किसकेपछि अब तल गाडी आइसकेको थियो अनि गाडीमा चढेर चाहिँ म गएँ। हेर्दा कस्तो राम्रो भ्यू देखेको अनि त्यो पुलहरू पनि यस्तो दामी देखेको क्या। यस्तो गर्मी भइरहेको थियो, एउटा कोक किनेँ अनि एउटा शीतलमा उभिँदै पिएँ। अनि पिउँदै म चाहिँ हिँडेँ अर्को पार्कतिर। फेरि हाम्रो घर लाइनतिर नै पर्छ त्यो चाहिँ। घाम सँगसँगै हावा पनि एकदम चलिरहेको थियो अरे। अनि म बस्ने ठाउँतिर चाहिँ यस्तो छ ठाउँहरू। यताबाट चाहिँ मेट्रो आउँदैछ। म चाहिँ अब छिटो जानुपर्ने हुन्छ तल, किनभने अहिले फेरि छुट छ। अनि अहिले झरिसक्यो अरे यो 3 तोममा। अनि अब म चाहिँ यतातिर जान्छु। कस्तो घाम लाग्यो अहिले त, यस्तो गर्मी भयो। यो चाहिँ के रहेछ है, यस्तो दामी फुलहरू रहेछ, दामी फुल चाहिँ, यस्तो राम्रो फुल पुरै सजाएछ। तर अस्ति न कति ठुलो अर्कै देखेँ। यता पनि रहेछ नि त, मैले देखेको यता साइड रहेछ क्या। बच्चाहरू खेल्ने बेलुका हिँड्न आउनु चाहिँ ठिक रहेछ। Feeling good every day and every night. Life is a journey full of spices, gotta say
भने चाहिँ म रुमतिर जानुपर्ने हुन्छ। बाई बाई सबैजनालाई।